हेलो गाइज, आज हामी चाहिँ फुटबल खेल्न आएको ग्राउन्डमा हो। कस्तो भइरहेछ भाइ? एकदम दामी भइरहेछ। यता देखाउनु भाइ, यस्तो दामी खेल्ने हो नि आज 4-5 हाम्रो टोकियो हाम्रो होस्टेलबाट नजिकै हो। यहाँ फुटबल खेल्नेपछि आउनु होला। उता देखो फुटबल हालेको लोट यार। हाम्रो यहाँ फुटबल ग्राउन्डमा फुटबल मात्र नभएर यहाँ हाम्रो यस्तो गीत पनि हुन्छ। यहाँ फेरि सम्धिको फोनहरू बिक्रीमा हो। आइफोन, ओप्पो, त्यो के हो। ल सुरुबाट ल एउटा 1 2 3 स्टार्ट गो। गाउँ न गाउँ एउटा युट्युबको लागि हो कि युट्युबको लागि के हुन्न खतरा भ्युज आउँछ है। ल एउटा गाइदिउँ न बिस्तारै। ल जुन गाए पनि हुन्छ। ल अहिले के हुँदैन क्या। ल बसिरहेको छु त। ल नमुना भनै दियो पगलु प्रेमीको ओहो नमुना भनै दियो पगलु प्रेमीको जुन बाटोमा माया लायो त्यही बाटो नै फुलिदियो। ल केटाहरू सबैजना फुटबल खेल्दैछ यहाँ त। ल अनि म चाहिँ केटाहरूको यसरी फोन साथीहरूको फोन हेरेर त्यही हो सबैजना खेलिरहेछ। हामी चाहिँ फुटबल खेलेर निस्किसकेका छौँ। अनि टक्क यहाँको एउटा इन्ट्रेस्टिङ कुरा म के देखाउँछु भनेपछि ग्राउन्ड हो होइन। त्यसमा चाहिँ यस्तो यो टोइलेट छ क्या। यस्तो टक्क यस्तो नदीको एउटा सानो खोलाको छेउ हो यो। यहाँको मान्छेहरूको लागि हाम्रो लागि टोइलेट छ। यहाँ पानी खानको लागि पानी छ। सबै कुराहरू यस्तो व्यवस्थित छ क्या। यहाँ चाहिँ फुटबल खेलेर अहिले हात मुख धुन लाग्यो। यहाँ चाहिँ यो चाहिँ हाम्रो होस्टेल हो ब्याक साइडबाट। अब फुटबल खेलेर केटाहरू टक्क रुममा जानु लाग्यो। यहाँ चाहिँ यस्तो छ। हामी चाहिँ यहाँबाट उता नजिकै हो गएको।